सो हेलो ट्रेडर, आई होप यु आर डुइङ वेल। र मलाई धेरै जस्तो ब्रदर एन्ड सिस्टरहरूले भन्नुभयो कि दाइ, मेरो वालेटबाट पैसा कटिसक्यो र अहिलेसम्म मेरो एकाउन्टमा डिपोजिट भएको छैन। सो म तपाईँहरूलाई प्रोसेस देखाउन गइरहेको छु कि तपाईँहरू कसरी क्युटेक्समा रिपोर्ट गर्नुहुन्छ र रिपोर्ट गरे बापत तपाईँहरूलाई कसरी त्यहाँबाट पैसा निकाल्न सक्नुहुन्छ। सो सबभन्दा पहिला यहाँ सपोर्टको आइकन तपाईँहरूको मोबाइलमा तलपट्टि सेकेन्डको अप्सनमा होला, यसरी नै सेम टु सेम अप्सन होला। सबभन्दा पहिला यहाँ सपोर्टमा क्लिक गर्नु होला, अनि त्यसपछि यहाँ तपाईँहरूलाई कन्ट्याक्ट सपोर्ट भेट्छ है। यस्तै सेम मोबाइलमा नि यस्तै फङ्सनहरू होला है, यही अप्सनहरू होला। त्यसपछि यहाँ क्लिक गर्नु होला र यहाँ क्लिक गर्नुहुन्छ भने इफ तपाईँहरूले गर्नुभएको छ एउटा नि त्यो रिपोर्ट गर्नुभएको छ केही भने तपाईँहरूले यहाँ आउँछ, अन्यथा तपाईँहरूलाई डाइरेक्ट आउँछ होइन। यहाँ हेर्नु होला क्रिएट रिक्वेस्ट, माई रिक्वेस्ट, क्रिएट रिक्वेस्ट र एफएक्यू। यहाँ क्रिएट रिक्वेस्टमा क्लिक गर्नु होला र क्रिएट रिक्वेस्ट क्लिक गर्नुहुन्छ भने तपाईँहरू यहाँ तल स्क्रोल गर्नुहुन्छ भने तपाईँहरूलाई यहाँ हेर्नु कन्ट्याक्ट कस्टमर सपोर्ट भनेर यहाँ अप्सन छ, यहाँ क्लिक गर्नु होला र यहाँ हेर्नु यदि तपाईँहरूको भेरिफिकेसनमा केही प्रब्लम भइरहेछ भने यहाँ क्लिक गरेर तपाईँहरू गर्न सक्नुहुन्छ। इफ अर्को प्रब्लम छ भने अर्कोबाट गर्नुहुन्छ र यहाँ तपाईँहरूको यदि डिपोजिट अथवा विथड्रोमा केही समस्या छ भने यहाँ क्लिक गर्नुहुन्छ। सपोजमा हाम्रो डिपोजिटमा समस्या छ भने यहाँ डिपोजिटमा क्लिक गर्नु होला। ओके, र डिपोजिटमा तपाईँहरू क्लिक गर्नुहुन्छ भने यहाँ हेर्नु फन्ड्स ह्याभ बिन डेबिटेड फ्रम द कार्ड्स अथवा वालेट एकाउन्ट बट नट क्रेडिट टु द ट्रेडिङ एकाउन्ट। मतलब तपाईँहरूको वालेटबाट पैसा कटिसकेको छ र तपाईँहरूको ट्रेडिङ एकाउन्टमा पैसा आएको छैन भने यसमा क्लिक गर्नुपर्छ र आई हेभ सबमिटेड अ विथड्रोल रिक्वेस्ट बट द फन्ड्स ह्याभ नट हेड बिन क्रेडिट टु माई कार्ड अथवा वालेट होइन। इफ तपाईँहरूको होइन विथड्रोल होइन सक्सेस देखाइदिन्छ होइन, इफ तपाईँहरूको विथड्रोल त्यो सक्सेस देखाउँछ होइन, तपाईँहरूको एकाउन्टमा आउँदैन भने यहाँ सिलेक्ट गरेर तपाईँहरू रिपोर्ट गर्नु होला। सबभन्दा पहिला यहाँ होइन अहिले हाम्रो त प्रब्लम त्यही डिपोजिटको छ भने यहाँ क्लिक गर्नु होला र यहाँ हेर्नु यहाँ सेलेक्ट ट्रान्जेक्सन आइडी। मतलब जुन तपाईँहरूको जुनमा होइन अहिले तपाईँहरूको सपोजमा धेरै होला नि ट्रान्जेक्सन गरेको धेरै हुन्छ होइन, त्यो मध्ये होइन तपाईँहरूको सपोजमा जुन छ होइन, जुनमा अर्डर नम्बर होला जुन तपाईँहरूको फेल भइसक्यो होइन, त्यहीमा क्लिक गर्नु होला। सपोजमा मेरो त भएको छैन, म तपाईँहरूले देखाइदिरहेको छु है। यहाँ क्लिक गर्नु होला, जस्तै मेरो यो फेल भइसक्यो होइन, यो यहाँ ट्रान्जेक्सन गरेकोहरू देखाउँछ होइन। सपोजमा मेरो यो फेल भयो भने यही म क्लिक गर्छु होइन। त्यसपछि यहाँ के सोधिरहेछ, कुड यु प्रोभाइड द स्क्रिनसट अफ द स्टेटमेन्ट रिसिप्ट सविङ दिस ट्रान्जेक्सन सक्सेसफुली स्ट्याटस होइन। यो सोधिरहेछ कि तपाईँहरू के प्रुफ दिन सक्नुहुन्छ होइन, स्क्रिनसट दिन सक्नुहुन्छ जुनमा तपाईँहरूको पेमेन्ट सक्सेसफुल भइसकेको छ त्यो होइन। हो हामीसँग छ, तपाईँहरूको ई सेवामा होइन त्यो मान्छेले तपाईँहरू पैसा पठाउनु भएको छ नि त्यो स्टेटमेन्टमा जानु होला, ई सेवा खोल्नु होला सबभन्दा पहिला र स्टेटमेन्टमा जानु होला। अनि त्यसपछि तपाईँहरूलाई त्यो पैसा पठाएकोमा क्लिक गर्नुहुन्छ भने तपाईँहरूलाई फुल डिटेल आउँछ यसरी होइन स्टेटमेन्टमा। अनि माथिपट्टि हेर्नुहुन्छ भने तपाईँहरूलाई त्यो पिडिएफ भन्ने अप्सन हुन्छ, त्यहाँबाट डाउनलोड गर्नु होला है। र यहाँ होइन यहाँ हामीसँग छ भने यहाँ यस क्लिक गर्नु होला र यहाँ हेर्नु गाइज, र यहाँ म तपाईँहरूलाई म्यासेज होइन जुन म्यासेज हुन्छ नि म तपाईँहरूलाई मेरो डिस्क्रिप्सनमा होला है, तपाईँहरू त्यहाँबाट होइन त्यो कपी गरेर र आफ्नो डिटेलमा म्याच गरेर आफ्नो नाममा होइन म्याच गरेर त्यो म यति म्यासेज छ त्यो म्यासेज कपी गर्नु होला र त्यो आफ्नो नामहरू र डिटेलहरू आफ्नो राम्ररी हाल्नु होला र यहाँ आएर होइन पेस्ट गरिदिनु होला है। र त्यो जुन पिडिएफ थियो नि तपाईँहरू डाउनलोड गर्नुभयो नि ई सेवाबाट, तपाईँहरूलाई यदि थाहा छैन भने मसँग सोध्नु होला कसरी त्यो ई सेवामा स्टेटमेन्ट डाउनलोड गर्छ होइन। त्यसको नि म भिडियो बनाइदिन्छु, आइदर मसँग सोध्न सक्नुहुन्छ। धेरै जस्तो मान्छेहरूले त्यो थाहा नै होला है, त्यही भएर मैले यहाँ देखाएको होइन। इफ तपाईँहरूलाई जरुरी पर्छ भने मलाई भन्नु होला है, म लेखेर नि तपाईँहरूलाई दिन्छु है। तपाईँहरूको डिटेल अनुसारले म तल लेखिदिन्छु, त्यहीमा तपाईँहरू आफ्नो डिटेल फिट गर्नु होला है। र यहाँ क्लिक गरेर तपाईँहरू यहाँ क्लिक गर्नुहुन्छ भने यहाँबाट तपाईँहरू फोटो फोटो अथवा त्यो पिडिएफ होला नि तपाईँहरूको स्टेटमेन्टमा
त्यो तपाईँहरू यहाँ लगाउनु होला होइन, यहाँ हाल्नु होला र यहाँ म्यासेज तपाईँहरू म जुन दिन्छु होइन त्यही एडिट गरेर होइन कस्टमाइज गरेर आफ्नो डिटेल मिलाएर होइन यहाँ पेस्ट गरेर होइन यहाँबाट सेन्ड रिक्वेस्ट गरिदिनु होला है। त्यसरी नै तपाईँहरू यसरी नै है तपाईँहरू त्यो रिपोर्ट गर्न सक्नुहुन्छ र तपाईँहरूको यदि ट्रान्जेक्सनहरू फेल छ भने तपाईँहरूको पैसा आउँछ है। तपाईँहरू टेन्सन नलिनु होला। तपाईँहरूको यदि 10 रुपियाँ 20 रुपियाँ जति छ होइन 50 रुपियाँ 100 रुपियाँ होइन 1000 10,000 होइन जति छ तपाईँहरूको पैसा कतै जाँदैन होइन। फाइनेन्सियल प्रोभाइडरहरूमा केही मिस्टेक हुन्छ होइन, उनीहरू एक्सेप्ट गर्दैन होइन, बाई चान्स भने तपाईँहरूको त्यही कारणले अड्किन्छ। नेपाली फाइनेन्सियल प्रोभाइडर अलिक डिले गरिरहेछ होइन, हामीहरूले मेल गरेछौँ होइन, त्यो फास्ट गर्छ। त्यही पनि हाम्रो पैसाहरू कतै जाँदैन, तपाईँहरूको कुनै पैसा स्क्याम हुँदैन। त्यो नम्बरमा फोन नगर्दा हुन्छ है, त्यो जुन नम्बरमा तपाईँहरू पैसा पठाउनुहुन्छ त्यो नम्बरमा फोनै जाँदैन है। सो यहाँ अप्सन छ, यहाँबाट नै हामी रिपोर्ट गर्न सक्छौँ। सो एभ्रिवान है, टेक केयर एन्ड बाई बाई, सी यू इन द नेक्स्ट भिडियो है।